भदौ 23 र 24 को घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै पक्राउ परे पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक। गौरी बहादुर कार्कीको नेतृत्वको जेनजी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा हेलचेक्राइ गरेर किशोर किशोरी मारिएको भन्दै फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको थियो। 3 देखि 10 वर्षसम्म जेल सजाय सहितको उक्त सिफारिसको आधारमा बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्री परिषदको पहिलो निर्णयबाटै ओली र लेखकलाई पक्राउ गर्ने निर्णय गरेको थियो। यसबाट अहिले सबैभन्दा बढी कुनै दललाई प्रभाव परेको छ भने त्यो हो नेपाली कांग्रेस। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति र भदौ 24 मा भएको सरकारी संरचनामाथि भएको क्षतिबारे छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका छन्। ओली पक्राउपछि पनि उनको अडान फेरिएन। उनको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनैतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सृजना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ। आफ्ना अध्यक्ष पक्राउ पर्दा एमालेलाई सबैभन्दा बढी प्रभाव परेको जस्तो देखिए पनि पार्टीको आन्तरिक द्वन्द्वमा झन मलम लागेको छ। यसरी भनौं, एमाले जन एकजुट भएको छ। खासमा एमाले भित्र एउटा पक्ष ओलीको विकल्प खोज्ने गरी अन्तरसंघर्ष हुँदै थियो। 21 फागुनको चुनावमा एमालेको लज्जास्पद हारको दोष ओलीमाथि लगाएर नैतिक जिम्मेवारी स्वरूप अध्यक्षबाट ओलीलाई हटाउने तयारी भएको थियो। त्यसको अग्रपंक्तिमा थिए उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई। तर यही बीचमा ओलीका बुवाको निधन भएका कारण अन्तरसंघर्ष केही दिनलाई सर्यो। त्यसपछि ओली पक्राउ परेपछि त झन एमाले भित्र ओलीको विकल्पको मुद्दा ओझेलमा पर्यो। ओली पक्राउ परे यता सचिवालय बैठक गरी एमालेले सडकबाट विरोध प्रदर्शन गरिरहेको छ। हिजो 77 वटै जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोध पत्र बुझाइयो। एमालेले ओली पक्राउ विरुद्ध राजनैतिक दलहरूसँग समन्वय गर्न उपाध्यक्ष विष्णु पौडेल, संसदीय दलसँगको संवाद गर्न उपाध्यक्ष रामबहादुर थापा र कानुनी लडाईँका लागि उपाध्यक्ष गोकर्ण विष्टले समन्वय गर्ने जिम्मा तोकेको छ। देशभर जनपरिचालन गर्न महासचिव शंकर पोखरेलको संयोजनमा केन्द्रीय कार्यालयले गर्नेछ। जेस एमाले एक ढिक्का भएर अघि बढिरहेको छ, तर कांग्रेसलाई भने यो घटनाले झन आन्तरिक रूपमा द्वन्द्वमा अल्झाइदिएको छ। संस्थापन पक्ष र इतर पक्ष औपचारिक रूपमै अलग देखिएका छन्। कतिसम्म भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्नेदेखि खड्काले पनि 14औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति बैठक बोलाएर समानान्तर गतिविधि गर्नेसम्मको तयारी थालेका छन्। खासमा यो विवादले आन्तरिक जरो भनेको ओली लेखक पक्राउ पर्दा कानुनको कार्यान्वयन कि राज्यको प्रतिशोध भन्ने मुद्दा